यसै गरी सेकेन्ड पेनाल्टी हान्न गइरहेको छ हाम्रो जनपद टोलका प्लेयर बबियाले एक गोल हानिसकेको छ राम्रो ट्राई थियो एक स्कोर छ फेरि पनि बबिया बिर्ताबाट आइरहेका छन् प्लेयर हान्नुलाई 3-3 स्कोर भएर बबिया भर्सेस जनपद एकाडेमी यदि यो गोल गर्छन् भने जनपदले अग्रता लिनेछन् 11 नम्बर बबियाले अग्रता लिनेछन् राम्रो ट्राई तर गोल हुन पुग्यो यहाँनिर बबिया बिर्ताले 2 मा 2 हानेका छन् र अब जनपद एकाडेमीका कविन्द्र लिम्बू भाइ आइरहेका छन् हान्नुलाई कविन्द्र भाइले यो गोल हानेमा 2-2 को बराबरी हुनेछ राम्रो गोल हानेको छ कविन्द्रले यसरी नै 2 मा 2 गोल परिणत गर्न सफल भएको छ अब बबिया बिर्ताका प्लेयर आइरहेका छन् फेरि पनि तेस्रो पेनाल्टी हान्नुलाई फर्स्ट म्याच पनि यहाँनिर हाम्रो अन्डर 22 म्याच पेनाल्टीमा गएको थियो जसमा बेलबारी एफसीले 5-4 ले जितेको थियो इजी गोल हानेको छ बबियाले अब फेरि पनि गोल परिणत गर्न जनपद एकाडेमीको प्लेयरले हान्नेछन् आशिष भाइ यो गोल हानेमा बराबरी हुनेछ आशिष भाइलाई यो गोल हानेमा ड्र हुनेछ इजी गोल हानेको छ आशिष भाइले र यसै गरी ड्र भएको छ यो सफल भएको छ बबिया बिर्ताबाट प्लेयर आइरहेका छन् हान्नलाई नवीन भाइ यो गोल हानेमा अग्रता लिनेछ यो गोल लाग्ला यो गोल हान्यो भने अग्रता लिनेछ नवीन भाइ इजी गोल हानेका छन् अब जनपद एकाडेमीले हान्नुछ गोल यदि यो स्कोर हुनेछ भने ड्र हुन्छ जनपद एकाडेमी प्लेयरलाई प्रेसर छ अलिकति यदि यो गोल भयो भने ड्र हुनेछ इजी गोल हानेको छ हाम्रो 17 नम्बर भाइले जनपदको अब लास्ट एक बाँकी छ पेनाल्टी हान्नुलाई 5-5 जना यो गोल हान्नुपर्ने प्रेसर छ र उता रोक्नुपर्ने प्रेसर छ दुईटैमा मितेरी फुटबल क्लब र बर्गाची युवा समूह दुवैका टिम म्यानेजरलाई म टिम लिस्ट टिम नेम यो गोल हान्नुपर्ने हुन्छ बबिया बिर्ताले जित्नलाई र जनपदले रोक्नै पर्ने हुन्छ यो गेम जित्नलाई के बबिया बिर्ताले हान्नेछ गोल र इजी सेभ गरेछन् जनपद एकाडेमीले यदि यो गोल स्कोर हुन्छ भने जनपद एकाडेमी क्वार्टर फाइनलमा प्रवेश गर्नेछ क्वार्टर फाइनल कि सेमी फाइनल मेबी सेमी फाइनलमा प्रवेश गर्नेछ यदि यो गोल भयो भने जनपद एकाडेमी नेक्स्ट राउन्डमा जानेछ ल इजी गोल हान्दै जनपद एकाडेमी नेक्स्ट राउन्डमा गएको छ धेरै धेरै कङ्ग्रेचुलेसन जनपद एकाडेमीलाई